सप्लिमेन्टसँग कम्बिनेसनमा हामीले राखेर दिइरहेको हुन्छ। किडनीको केसमा चाहिँ हामीले अहिले अक्सिप्लस मात्र दिने गरेछ है। अब नेक्स्ट हेरौँ पल्मोक्सी। यसलाई म थोरै zoom गरिदिन्छु है। पल्मोक्सी भन्ने बित्तिकै एउटा शब्द समातौँ है यहाँ। पल है, पल्मो भनेको के हो भने पल्मोनरी भन्छ है। पल्मोनरी भनेको सम्बन्धित, सुनिरहोस्, हाम्रो फोक्सोसँग सम्बन्धित जति पनि अर्गेन्सहरू छ हो त्योसँग सम्बन्धित भनेपछि याद गर्नु कि पल्मो भनेर आयो भने, पल्मोक्सी केसँग भनेर आयो भने हाम्रो प्राय श्वास प्रश्वाससँग सम्बन्धित, श्वास प्रश्वासमा सबै थोक पर्छ। मेरो नाकबाट सास फेर्छु, मेरो फोक्सोसम्म पुग्छ होइन भनेपछि फोक्सोमा समस्या छ भने पनि पल्मोक्सी भयो। आउने बाटो यहाँ नलीहरू हो, यो सबै थोकमा पल्मोक्सी आउने भयो है। यो जुन यति हाम्रो फोक्सोसम्मको छ यो पल्मोनरी भन्छ है। पल्मोक्सी भनेको पल्मोनरी, सास फेर्ने योसँग सम्बन्धित हो। यसले के गर्दो रहेछ, पल्मोनरी नरिसमेन्ट भनेको सास फेर्दा फेरि जति पनि चिज यहाँ इन्भल्भ हुन्छ, नाकदेखि लिएर फोक्सोसम्मको यो सबै थोक हो, यसलाई चाहिँ नरिसमेन्ट हेल्दी राख्न मद्दत गर्दो रहेछ है। यो हामीले प्राय याद गर्ने हो भने हामीले यो सप्लिमेन्टहरूमा यो नामसँग सम्बन्धित हुन्छ है त। यो रोगहरू कि त अर्गेन्सहरू चाहिँ जोडिएर आएको हुन्छ भनेको कार्डियोसँग सम्बन्धित हुन्छ भनेर यसो कन्सेप्ट राख्न सकिन्छ। त्यसै गरी पल्मोक्सी भनेको पल्मोनरी भनेको श्वास प्रश्वाससँग सम्बन्धित भनेर चाहिँ याद गर्दा हुने रहेछ है त। अब हुपिङ कफ सिन्ड्रम, ड्राई एन्ड हुपिङ कफ सिन्ड्रम भनेको चाहिँ यो सास फेर्नलाई होइन समस्या भइरहने, स्यास्या भइरहने, यो मलाई स्यास्या भएको होइन है, मैले इक्जाम्पल दिएको। जस्तै यो हाम्रो यो कसैलाई चाहिँ एकदमै लहरे खोकेपछि खोकेको खोकै हुने है, हो यस्तो केसहरू भयो। केसहरूमा हामीले पल्मोक्सिस सजेस्ट गर्न सक्छौँ। अर्को छ लङ्सहरू, यो फोक्सोको माथि नोड्सहरू हुन्छ है त, लिफ नोड्सहरू भनेको हुन्छ नि, यस्तरी आएको हुन्छ अनि यहाँ जोडिएर यहाँ साइनस भाइरस आएको हुन्छ, बाहिर नाकबाट यहाँसम्म जोडिएको हुन्छ है हाम्रो यो एनाटोमी हेर्दा। हो यो पार्टहरूमा पनि डिटक्सिफिकेसन हुनुपर्छ। किन, किनभने हामी यो पल्युसनमा कति ट्राभल गर्छौँ, अहिले धुलो कति चाहिँ आउँछ है। झन् यो सिटी एरियामा बस्नेहरूलाई थाहा छ, एकैछिन मास्क बिना बाहिर निस्किन गाह्रो हुन्छ किनकि धुलो कति धेरै चाहिँ जान्छ, गाडीको धुलो है, त्यसै गरी यो साइलेन्सरहरूबाट आउने धुलो, अर्को बाहिरको धुलो, अनि बाटो बनिँदैछ अहिले फेरि जताततै त्यताको त्यही धुलो होइन। हो यस्तो यस्तो धुलोहरू चाहिँ जुन प्लस हामीले होइन रमाइलो गरिरहेको बेलामा हो त्यो धुवाहरू भयो, हो यो सबै थोक पनि थुप्रेर पनि हामीलाई यो समस्या भइरहेको हुन्छ है। हो यो चिजहरूलाई डिटक्सिफाई गर्न पनि मद्दत गर्छ है त है। त्यसै गरी कोल्ड कफ फ्लू, अब त्यो हुन्छ नि इन्फेक्सनहरू भइरहने, हो यस्तो केसहरूमा पनि हामीले पल्मोक्सी सजेस्ट गर्न सक्छौँ। स्लिप एप्निया, स्नोरिङ, यो नयाँ टपिक है। स्लिप एप्निया स्नोरिङ भनेको घुर्ने, सुतेको बेलामा यो सास तान्ने ठाउँमा अप्ठ्यारो हुने होइन, सुतेकै ठाउँमा सास एकदमै लामो लामो तानिन्छ नि, थाहा छ यस्तो लामो लामो तानिरहेको हुन्छ कि सास फेर्नै गाह्रो भइरहेको हुन्छ। अझ यो मोटो मान्छेहरूलाई गाह्रो हुन्छ है, स्लिप एप्निया भन्छ। मान्छे सास तान्न नसकेर सुतेकै ठाउँमा मर्छ नि धेरै, सुनिरहेको हुन्छौँ हामीले है। बिहान उठ्दा मान्छे मरिरहेको के भयो भन्दाखेरि सास तान्न नसकेर, किनकि एकदमै धेरै वेट हुन्छ। हो यस्तो केसहरूमा पनि हामीले सजेस्ट गर्न सक्छौँ है, घुर्ने एकदमै खराटा मार्ने है, अनि सास तान्न नसक्ने यस्तो केसहरूमा पनि मान्छेको डेथै हुन सक्छ है। यो चाहिँ केसँग सम्बन्धित भयो, हाम्रो फोक्सोसँग सम्बन्धित भयो है। अर्को साइनदेखि यहाँ भित्रको एरियाहरू भयो है, यहाँ दुख्छ नि यो
पिनास भएको बेलामा यता यता कता कता दुख्छ नि है, राइनाइटिसहरू भन्छ। साइनोसाइटिस भनेको यो नाकको एरिया, यो साइनोसाइटिसहरू भयो भने त नाकै बाङ्गिने ओर्ने पनि हुन्छ है। यो एकदम सिरियस केसहरू पनि हुन्छ है। यो पिनासहरू बढेर एकदमै बढ्यो, यो पार्टमा इन्फ्लामेसनहरू धेरै भयो, नाकको एरियाहरू भित्र भने हाम्रो यो भित्रको बोनहरूलाई पनि असर गर्न थाल्छ है। हो, यो केसहरूमा चाहिँ हामीले सजेस्ट गर्न सक्छौँ है पल्मोक्सी, किनकि पल्मोनरी इन्फ्लामेसन घटाउने हो यसले है। लिम्फ स्वेलिङ, यहाँको स्वेलिङ हुने, त्यसै गरी टन्सिलाइटिस, यहाँ टन्सिल भइरहन्छ, कति केही खानै हुँदैन, टन्सिल भइरहन्छ, चिसो त झन् बाहिर निस्किनै हुँदैन, चिसोसँग त एक्सपोज हुनै हुँदैन हो। यस्तो केसहरू छ भने इम्युनिटी बढाउनको लागि लिन सक्छौँ है। त्यसै गरी हाम्रो अरू एलर्जीहरू छ भने है, कसैलाई हुन्छ नि चिसोको एलर्जी, कसैलाई यो खारको एलर्जी, खार आयो भने एलर्जी हुने, धुलोहरूसँग एलर्जी हुने, बढार्दा पनि अघि खोकी लागिसक्ने होइन। यस्तो यस्तो धेरै एलर्जीहरू छ भने पनि, आस्थामा भएको, आस्थामा छ एकदमै लामो समय भयो कि त आस्थामा भर्खरै उ गरेछ, भर्खर भर्खर देखिया छ भने पनि हामीले सजेस्ट गर्न सक्छौँ। अब अर्को छ टिबी है, ट्युबरकुलोसिस भन्छ, क्षय रोग पनि भन्छ हो। यो भनेको चाहिँ एकदमै धेरै धुवा धुलोहरूसँग एक्सपोज भयो भने पनि टिबी देखा पर्छ। र यो टिबी पनि लामो समय भयो उपचार नगरेको भने त निको हुन्छ हुँदैन, तर छिट्टै थाहा पायो भने निको पनि हुन सक्छ भन्छ होइन हो। यस्तो केसहरूमा पनि हामीले सजेस्ट गर्न सक्छौँ है। ब्रोन्काइटिस, हाम्रो यो जुन ब्रोन्काइटिसहरूमा समस्या छ हो, यस्तो केसमा पनि हामीले पल्मोक्सिस सजेस्ट गर्न सक्छौँ है। कति धेरै हुन्छ नि है यो फोक्सोसँग सम्बन्धित समस्या, सुन्नु भएको छ नि त होइन। खोकी लाग्ने, खोकीको पनि धेरै प्रकार हुन्छ है हो। यस्तो केसहरूमा चाहिँ हामीले सजेस्ट गर्न सक्छौँ है त पल्मोक्सी। यसमा के हुन्छ, अब यसको इन्ग्रिडियन्टहरू हेरौँ है त। लिकोराइस भनेको छ होइन, अघि जेठी मधु भनेको थियो, त्यसै गरी वसाका एक्सट्र्याक्टहरू है। यो भनेको मेडिसनल हर्बहरू हो, एकदमै धेरै मेडिसनल हर्बहरू हुन्छ। अल्पाइनिया भन्ने छ, त्यसै गरी ओसिमम भनेको तुलसीहरू भयो, एलियम सेटेवा गार्लिक है। अनि यो यसले चाहिँ के गर्छ, हाम्रो रेस्पिरेटरी होइन, यो जुन हाम्रो श्वास प्रश्वास एन्टिब्याक्टेरियल हुन्छ भनेको छ है यो वसाकर लिकोराइस भनेको, यो जेठी मधुहरू। यो एन्टिभाइरल भनेको चाहिँ भाइरल इन्फेक्सन छिट्टै क्याच गर्ने। जस्तै कसैको चाहिँ के हुन्छ भने यस्तो हतपत्त चिसोहरू नहाल्ने होइन, भाइरल इन्फेक्सनसँग छिट्टै ऊ भइहाल्दैन। कसैलाई चाहिँ अलिकति बाहिर गयो कि चिसोहरू भयो कि केही खायो कि अघि भाइरल इन्फेक्सन भइहाल्छ, कसैलाई केही भएको छ कि छेउमा गयो कि सरिहाल्छ हो। यस्तो केसहरू भयो भने चाहिँ इम्युनिटी पावरहरू कम भएको पनि हुन्छ हो। यस्तो केसमा पनि एन्टिभाइरलको रूपमा हामीले एन्टिब्याक्टेरियाको रूपमा नि सजेस्ट गर्न सक्छौँ है।